नमस्कार, फार्म वर्कर च्यानलमा तपाईँलाई स्वागत छ। आज म तपाईँलाई ताजा र बिग्रेको अन्डा छुट्याउने सजिलो र व्यवहारिक तरिका सिकाउँछु। मोबाइलको लाइटबाट चेक गर्ने तरिका। सबैभन्दा पहिले तपाईँको मोबाइलमा भएको लाइट बाल्नुहोस् र लाइटमाथि अन्डालाई एक एक गरी यसरी राख्नुहोस्। अन्डाभित्र प्रकाश छिरेर अन्डा पुरै उज्यालो भयो भने यो ताजा अन्डा हो। Sign me up and tell me about the people that you know who are trying to feed. अन्डाभित्र प्रकाश छिरेन र अन्डा उज्यालो भएन भने यो अस्वस्थ अन्डा हो, खानको लागि उपयुक्त हुँदैन। यदि अन्डाभित्र प्रकाश आधा भागमा मात्र छिर्यो र आधा भाग मात्र उज्यालो भयो भने यो पनि खराब अन्डा हो। यस्तो अन्डाको प्रयोगले स्वास्थ्यमा जटिल समस्या आउन सक्छ। Tell me all your dreams align. Sign me up and tell me about the people that you know who are trying to feel. अन्डालाई पानीमा डुबाएर चेक गर्ने तरिका। एउटा भाँडोमा पानी भरेर पानीमा अन्डा हाल्नुहोस्। यदि अन्डा भाँडोको मुनि सतहमा तेर्सो परेर यसरी बस्यो भने यो ताजा अन्डा हो, खानको लागि अति उपयुक्त हुन्छ। यदि अन्डा भाँडोको मुनि सतहमा ठाडो परेर बस्यो वा पानीमा हल्का तैरियो भने यो समय गुज्रेको पुरानो अन्डा हो। यो अन्डा पनि खान मिल्छ, तर बालबच्चालाई भने नदिनु राम्रो हुन्छ। बच्चाहरूको पेटलाई सञ्चो नहुन सक्छ। यदि अन्डा पानी माथितिर यसरी उत्रियो भने यस्तो अन्डा पुरै बिग्रेको हुन्छ। यस्तो अन्डा स्वास्थ्यको लागि हानिकारक हुन सक्छ। यस्तो अन्डा खानबाट जोगिनुहोस्। अन्डाको बाहिरी भाग राम्रोसँग हेर्नुहोस्। यदि अन्डाको बोक्रा पातलो छ, अन्डाको बोक्रा डिस्कलर वा रङ उडेको छ, अन्डाको बोक्रा चिरा चिरा परेको जस्तो देखिन्छ, अन्डाको बोक्रा खस्रो वा बोक्रामा दाग धब्बाहरू भएको छ भने यस्ता अन्डामा ब्याक्टेरियल इन्फेक्सन भएको हुन्छ। प्राय यस्ता अन्डा बिरामी कुखुराबाट पारिएको हुन्छ। साथीहरू, भिडियो हेरेर यहाँसम्म आइपुग्नु भयो भने मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यसरी हेर्दा बाहिरी भाग सफा, चिल्लो र चिरा नपरेको भए यो राम्रो अन्डा हो। अन्डालाई हल्लाएर पनि चेक गर्न सकिन्छ। अन्डालाई कानको छेउमा लगेर हल्लाउनुहोस्। अन्डाभित्रबाट कुनै किसिमको आवाज नआएमा अन्डा राम्रो हुन्छ। यदि हल्लाउँदा आवाज आएमा अन्डा खराब हुन्छ।